Nidia, हामी कति दिन पछाडि बाहिर निस्केको आज after 2-3 days होला मैले चाहिँ हिजो मोमो बनाएर खाएको थिएँ अनि औषधले खास छैन नि त हिजो थिएन घरमा हो अनि उसलाई चाहिँ थोरै बनाइदिनु लागेको मलाई बर्गर चाहिँ अस्तिदेखि खानु मन लाग्यो बनाएर अहिले पुरै उयो भइरहेको रहेछ एक्टिभिटिजहरू क्याम्पिङ टाइपको के हो खास मलाई मजाले थाहा भएन भइरहेको दुईजना आमा छोरीले क्या लिँदा पनि कराइदिइरहेको भन्दै लिँदा निक्लिँदाखेरि कस्तो खुसी हुन्छ है हो छोरी निस्किनु पायो भने साह्रो खुसी हुन्छ पुरा अस्तिको दिन क्या म दोकान जाँदाखेरि बेल्ट आएको कि हातमा राखेको थिएँ पुरा आऊ अरे क्या मलाई बोक भनेको होला नि त्यस्तो पो गर्छु तैँले त के भएको अवस्था क्याफेको छेउ नि के भयो त ल होइन क्याफेको छेउमा हुँदाखेरि सिँगे लान्छ नि बिस्तारै लान्छ अहिले क्याफेको छेउ नि के भयो त ल होइन क्याफेको छेउमा हुँदाखेरि सिँगे लान्छ नि बिस्तारै लान्छ अहिले त्यस्तो लागेको क्या इभिनिङ चाहिँ यस्तो छ यहाँ डर लाग्यो यहाँ राखेर हिँड्नु खोजेको डर आयो डर लाग्यो है लिटालाई मैले भनेको पन्छ त्यहाँनिर यसो अरू ठाउँमा पनि होला तर मलाई अरू ठाउँमा देखेको छुइनँ No, orange. No. Ayo. कार्ड हेर कति महँगो रहेछ एप्पलले हेरिदियो भने 20 रुपैयाँ चल्दिरहेको तिमी सानो नानी बनाना पर पिस 14 है 14 रुपिसको बनाना सानो म तिमीलाई कहाँ तान्नु लाउँछु त I was just kidding प्याज लाने हो कि नलाने हो हजुर प्याज छ तर लसुन चाहिँ लानुपर्छ लसुन अबे कहाँ त्यो प्याकेट पक्रेको त लिडिया राख खोजन आउँछ के गर्नु ल माग्दैछ किन दिएको बिचारा उयो गर्छ खाँदैन त तिमी त्यो के कसरी हो लिडाले खाँदैन त कुरकुरे चाहिँ नआएको देखेर म छक्क पर्छु यहाँ किन लाने रहेछ यो चाहिँ हुँदैन यो त तिमी आफै तार्छौ मेयोनिज त मैले घरमै बनाएको छु आई वान्ट टु किप हजुर हुँदैन आज खाने पनि होइन घरमा त्यत्रो चिकन विङ्स हुँदा के को रोजा हो हुँदैन नो
म हाल्नु दिँदिनँ तिमीलाई कोरियान्डर पाउडर के छ यहाँ भन्दा चाहिँ केही देख्दैन कि घरमा गएपछि याद आउँछ अरे बोका न अब दुईटा बोक्नु भनेको मकन अनि मन कुदाउँछ काम भएर काम दुख्छ चाहिँ यहाँ किमा लिन आइरहेको चाहिँ अब घर आयौँ अहिले भर्खर आयौँ now we're gonna make प्याज चाहिँ मैले अघि काटेर राखिरहेको छु मोमोको लागि मेरो मोमो हो बफ मोमो मोमो पनि खान्छु त नि हौ मोमो खान्छु त अनि तिम्रो मात्र हो दिन्न म त मैले बनाइदिन्छु एक्लै खाइछु त के गर्छु आज त म बेल्दैछ यहाँ मजा आउँदैछ काम गर्दा पनि इन्जोय गर्दै पो गर्ने हो त अनि पो मजा आउँछ त निराश हुँदै काम गऱ्यो भने कहाँ मजा आउँछ त म जस्तो हुनुहोस् है अचारको यो बन्छ मैले हल्का प्यानमा तताएँ मोमोको अचार पनि रेडी भयो यो मेन्यु चाहिँ मैले अघि बनाएको जस्तो फ्राइज मोमो रेडी भयो डिनर आजको ढाडै दुख्यो अघि 6 बजेदेखि हिँडेको होला 10 बज्न आँट्यो यो बनाउँदा बनाउँदै ढाड दुख्छ भयो आजको हाम्रो डिनर कस्तो भयो आउँछ मिल्छ आजको हाम्रो डिनर चाहिँ यस्तो छ यो बनाउँदा बनाउँदा रातै पर्यो ओके थ्याङ्क यू फर वाचिङ बाई बाई